पानी परेर दसैँको दिनमा बिजोग भएको अवस्था। ए मम्मी अब जहिले पनि भोग्न लाउँदिन त जहिले पनि यतै बता अर्पण अर्पण पानी धेरै परे बेलामा अर्पण अरे आन्टीले हजुर के गर्दैछस्? कहाँ हिँडेको है? कहाँ हिँडेको? चाहिनेको भने छोटी पुल छोटे जो आएगा रात में सफाई लग रहा है सफारी चल्दैन अरे पानीले भिजेर गाइस। त्यसको हाल त्यस्तो छ। धानबारी नै धानबारी छ यता चाहिँ। धानबारी पानीले बिजोग बनायो गाइस। क्या भ्यात्लुङ भनेको? पानी जुगा अहिले टोक्दैन। यसले त नि यत्रो हुन्छ यत्रो फुलेर कत्रो फुलिन्छ? अझ भेट त त्यसले घ्यात्लुङ एउटा त टाँस्यो भन्दा नि एउटा आइमेको